बालेन सर नमस्कार। धेरै जुलुसहरू निक्लिँदैछ। हरेक सुकुम्बासीलाई एउटा जग्गा दिएर घर बनाइदिनुहोस्। उसको हरेक घरलाई अधिकारको लागि लाल पूर्जा दिनुहोस्। जति पनि क्यामेरामा मिडियामा आउँछ जुलुसमा आउँछ उनीहरूको मुख बन्द गरिदिनुहोस् र होइन भने तपाईँलाई धेरै गाह्रो हुन्छ। पछि गएर समाधान निकाल्नुहोस् र तपाईँको राम्रो काम छ, एकदम ठिक छ काम, तर पहिलो प्रथम सुकुम्बासीको बन्दोबस्त गराइदिनु भनेर हजुरसँग बिन्ती गर्दछु। रवि सर, बालेन सर, सुदन गुरुङ सर, भगवान जस्तो मान्छे हो तपाईँ र तपाईँले सबै समाधान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। त लिपोले कालापानी यो सबै आफ्नो जन्मभूमिलाई वापस गर्दैछ। कुनै राजाले नै गर्न सकेन, कुनै प्रधानमन्त्रीले नै गर्न सकेन। हजुरले फर्स्ट टाइम यसको खुलासा गर्दैछ। हजुरले गर्नुहुन्छ भने मलाई बिन्ती छ, विश्वास छ। र फर्स्ट हाम्रो जनताको चाहिँ समस्या सल्भ गर्नुहोस् र सफल रहनुहोस् र सबै हजुरलाई आशीर्वाद पाउनेछ। जति पनि मिडियामा बोल्दैछ उनीहरूको मुख बन्द हुन्छ। जति पनि जुलुस निकाल्छ उनीहरूको पनि मुख बन्द हुन्छ। फर्स्ट तपाईँले सुकुम्बासीको समाधान गरिदिनु होला भन्ने हजुरसँग बिन्ती गर्दछु। जय नेपाल।